सबैलाई जय मसीह यीशु ख्रीष्टको नाममा तपाईहरुको बीचमा म आज अनुग्रहको विषयमा चर्चा गर्न चाहन्छु। हामी लुका 10 को 30 देखि 35 सम्म हेर्यौं भने हामी त्यहाँनिर असल छिमेकीको विषयमा हामीले हेर्न पाउँछौं, असल सामरी छिमेकीको विषयमा। अनि त्यहाँनिर हेर्दै गर्दाखेरि 30 पदबाट हामीले हेर्दै गयो भने त्यहाँनिर 30 पदमा के भनेको छ भने, अनि येशू जवाफ दिँदै भन्नुभयो, कुनै एकजना मानिस यरुशलेमबाट यरुतिर झर्दै थियो र डाकुहरूको बीचमा पर्यो, जसले त्यसका लुगाहरू खोलखाल पारे अनि त्यसलाई घायल बनाए र अधमरो छोडेर गए। अनि संयोगवश कुनै एकजना पुजारी त्यही बाटो भएर झर्यो र जब उसले त्यसलाई देख्यो तब ऊ अर्कोपट्टि तर्केर गयो। अनि त्यही प्रकारले एकजना लेवी पनि त्यस ठाउँमा आइपुग्यो अनि आएर त्यसलाई हेर्यो र अर्कोपट्टिबाट तर्केर गयो। तर कुनै एकजना सामरी यात्रा गर्दा गर्दै त्यो ठाउँमा आइपुग्यो अनि त्यसलाई देखेर उसको मन दयाले भरियो र त्यसकहाँ गएर उसले त्यसका घाउहरू तेल र दागमत खन्याएर बाँधिदियो अनि त्यसलाई आफ्नै पशुमाथि बसालेर उसले त्यसलाई एउटा पौवामा ल्याएर त्यसको सुसार गर्यो। अनि भोलिपल्ट ऊ जाँदै गर्दा उसले 2 दिनार निकालेर पौवालीलाई दियो र त्यसलाई भन्यो, उसको सुसार गरिदेऊ र जे बढी खर्च तिमीले गरौला त्यो म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु। यहाँनिर हामी के पाउँछौं भने यहाँनिर चाहिँ लेवीहरू र पुजारीहरू पाउँछौं। यहाँनिर एकजना यहुदी मान्छे नै अधमरो परेर बसिरहेको हुन्छ। यो यरुशलेम र एरियोको दूरी चाहिँ लगभग 25 किलोमिटर जति टाढामा चाहिँ पर्ने रहेछ। अनि हामीले यसलाई अध्ययन गर्दै गर्दाखेरि चाहिँ एउटा सत्य घटनामा चाहिँ आधारित हुन सक्छ भनेर अनि बाइबलविदहरूले अनुमान लगाएका छन् यो कुरालाई। र यहाँनिर पुजारीहरू र लेवीहरूले चाहिँ मन्दिरको कामलाई मात्रै आफ्नो काम हो भन्ने ठानेको जस्तो देखिन्छ, हैन। अनि एउटा यहुदी भएर पनि यहुदीलाई नै समस्या पर्दै गर्दाखेरि तिनीहरूले सहायता गरेको छैन। हाम्रो प्रायोरिटी मन्दिरमा मात्रै हो भन्ने खालको चाहिँ हामीले यहाँनिर भाव पाउन सक्छौं। त्यति बेला अब सामरी र यहुदीहरूमा चाहिँ ठुलो अनि मतभेदको खाडल थियो। अनि तर पनि यहाँनिर चाहिँ यो सामरी व्यापारीले चाहिँ मजाले चाहिँ उसले चाहिँ यो मान्छेलाई चाहिँ सहायता गरेको छ। घाउहरूमा पट्टी बाँधिएको छ, दागमत र अनि मलमपट्टी, दागमतले मलमपट्टी गरेको कुराहरू छ, घाउ दिएको कुराहरू हामी पाउँछौं। त्यति मात्रै नभएर उसले पौवाको मालिकलाई 2 तोडा अथवा चाहिँ 2 दिनार दिएर चाहिँ यसको हेरचाह गर, बढी खर्च लाग्यो भने आउँदा फर्किँदै गर्दा म तिरिदिन्छु है भनेर भनेको पाउँछौं। अनि यो हेर्दै गर्दाखेरि चाहिँ एउटा सबै कुरा जानेर है पुलपिटको सेवाकाई गर्ने भन्ने खालको हामी देख्छौं। कोही एउटा चाहिँ छ कि उसँग प्लेटफर्महरू केही पनि छैन, ओदाहरू केही पनि छैन, तर उसलाई केहीले कुराले म्याटर गरेको छैन, उसले चाहिँ हेल्प गरिरहेको छ र प्रभुको नजरमा चाहिँ ऊ चाहिँ ग्रहणयोग्य भएको छ। र आज म तपाईहरुको बीचमा चाहिँ ल्याउन चाहेको चाहिँ हाम्रो जीवनमा कति समयमा अनि हामीले चाहिँ सामान्य कुराहरू पनि गरिरहेका हुँदैनौँ र शान्ति हराइरहेका हुन्छौँ। यहाँनिर एउटा सामरीले मतभेद भोग्दै गर्दाखेरि पनि उसले चाहिँ हेल्प गरेको छ, तर पुजारीहरूले हेल्प गरेको छैन। उसले चाहिँ एउटा पुजारी र लेवीहरू आउँदै गर्दा त्यो अधमरो परेको मान्छेले ओहो यिनीहरूले त मन्दिर प्रचार गर्छ, सहायता गर्नुपर्छ, सहयोग गर्नुपर्छ भन्ने कुराहरू प्रचार गरेको, अब यसले मलाई हेल्प गर्छ होला भनेर दुईजना व्यक्तिहरूको आशा गर्यो, तर चाहिँ उसले चाहिँ हेल्प पाएन। तर आशै नगरेको यो सामरीलाई त के थाहा छ होला, यसले नि गर्दैन होला भन्ने उसलाई लागिरहेको हुन सक्छ। तर चाहिँ सामरी मान्छेले चाहिँ उसलाई हेल्प गर्यो
तपाईँ र म समस्यामा छौँ होला, आज तपाईँ दुविधामा हुनुहुन्छ होला, तपाईँले आशा राखेका व्यक्तिहरूले तपाईँलाई सहायता गरेका छैनन् होला, तपाईँले भरोसा गरेका मानिसहरूले तपाईँलाई भरोसा दिलाएका छैनन् होला, धोका दिएका छन् होला। म तपाईँलाई के उत्साह दिन चाहन्छु भने जसरी अधमरो परेको मान्छेको जीवनमा प्रभु परमेश्वरले सामरी मानिसलाई पठाएर उसको घाउहरूमा मलमपट्टि गर्न लगाउनु भयो। आज तपाईँको जिन्दगीमा तपाईँ यति साह्रो पीडामा हुनुहुन्छ होला, तपाईँको जिन्दगीमा तपाईँ यति साह्रो दुःखमा हुनुहुन्छ होला। प्रिय हो, म तपाईँहरूलाई उत्साह दिन चाहन्छु। तपाईँको जीवनमा नि प्रभुले छिट्टै त्यो सामरी मान्छे जस्तै प्रभुले तपाईँको जीवनमा ती व्यक्तिहरू पठाउँदै हुनुहुन्छ र अनुग्रह तपाईँको जीवनमा प्रभुले नसोचेको ठाउँबाट खनाउँदै हुनुहुन्छ। तपाईँ फाइनेन्सियल क्राइसिसमा होस् या तपाईँ रोगको क्राइसिसमा, तपाईँ जेसुकैमा समस्यामा हुनुहुन्छ, तपाईँ जे कुरामा तपाईँ मूर्छित हुनुभएको छ, तपाईँको जिन्दगीमा तपाईँ अधमरो पर्नुभएको छ होइन, तपाईँ मुर्छा खानुभएको छ, नसुर्ताउनुहोस्। प्रभुले त्यो मान्छेको जीवनमा पठाउनु भयो जस्तै तपाईँको जीवनमा नि प्रभुले उहाँको ठुलो अनुग्रह पठाउँदै हुनुहुन्छ र तपाईँलाई सालमको बाटोमा डोर्याउँदै हुनुहुन्छ। हुन्छ, तपाईँहरूलाई प्रभुले धेरै आशिष दिउन्। जय मसीह।